पुस्तक पनि धेरै पढेको। इभन हाम्रो के अरे मेरो सिनियर पास्टर नहुँदाखेरि मैले नै बत्तिसमा दिँदाखेरि चाहिँ बत्तिसमाको बारेमा मैले त्यहाँबाट मेसेजहरू भन्नुपर्ने थियो है, भन्नु पर्दथ्यो मैले त्यति बेला। अन्त त्यति बेला मलाई अचम्म लाग्यो, अरे मैले त यो पुस्तकबाट त धेरै वचनहरू पढेको, अध्ययन पनि गरेको र मैले अरूलाई पनि बत्तिसमा लिनुभन्दा अगाडि मैले के अरे त्यहाँबाट सेयर गरेर चाहिँ अध्ययन गरेर चाहिँ मैले भनेको, तिनीहरूलाई मेसेज बाँडेको। तर आज यो कुरो त मलाई नयाँ लाग्यो भनेर एकदम मेरो मभित्र एउटा त्यो जिज्ञासा जाग्यो कि त, एकदमै खुल्दुली भयो भनौँ न है, खुल्दुली भयो। अनि त्यसरी रहँदा बस्दा म के भयो भनेर भन्दाखेरि मैले रोमी र प्रेरितको पुस्तकबाट चाहिँ मैले 10वटा भर्स चाहिँ मैले येशू ख्रिस्टको नाउँमा बत्तिसमा हुनुपर्छ भन्ने कुरो चाहिँ टक्कै मैले पाउँदाखेरि चाहिँ तब चाहिँ मेरो आत्मामा चाहिँ के भयो भनेर म भित्रभित्र कायल भएँ, हो रहेछ पक्कै यो कुरो चाहिँ सत्य रहेछ है, सत्य रहेछ। अनि मलाई के भयो भनेर भन्दाखेरि पूर्वको दिनहरूमा मैले जुन गरेको कतिवटा गलत कुराहरू मलाई याद भयो क्या त। अब हाम्रो पास्टर बाउ त्यहाँ, मेरो सिनियर पास्टर बाउ त्यहाँ हुनुहुन्थ्यो, अनि विश्वासीले त्यहाँ पोखरी हुन्थ्यो है, अनि विश्वासी त्यो बत्तिसमा लिने विश्वासी यहाँ हुन्थ्यो, अनि मैले पक्रिनु पर्थ्यो। अनि हाम्रो पास्टर बाउले प्रार्थना गरेर चाहिँ पिता पुत्र पवित्र आत्माको नाममा चाहिँ आजदेखि यो व्यक्तिलाई यो सबैको सामुने है, अनि पिता पुत्र पवित्र आत्मा कोही अगाडि चाहिँ म यो बत्तिसमा दिन्छु भनेर चाहिँ उहाँले घोषणा गर्नुहुन्थ्यो। अनि मैले चाहिँ यसरी के अरे पानीमा चोबालेर चाहिँ निकाल्नु पर्थ्यो। अनि मलाई त्यो कुरोहरू सम्झना भयो, साँच्चै नै मैले यत्रो 16 वर्ष एसिस्टेन्ट पास्टर भएर जुन सेवाकाई गरेको त मैले त एउटा टाइम के गरिरहेको रहेछु, व्यर्थमा मैले गुमाइरहेको रहेछु है, व्यर्थमा मैले त्यो टाइम, वेस्टेज अफ टाइम, त्यो टाइमलाई मैले व्यर्थमा फालिरहेको रहेछु। सत्य कुरो त यो रहेछ त भनेर चाहिँ मैले यो कुरो एकदमै जिज्ञासा भएँ है। अनि म यो सङ्गतिमा दिनरात धाउनु थालेँ, तर त्यति बेला मैले बत्तिसमा त ल्याइनँ है। अनि त्यो कुरो गएर हाम्रो पास्टर बाउलाई पनि भन्दाखेरि पास्टर बाउले मसँग एकदमै डिस्कस गर्नुभयो क्या त, हुँदैन भाइ, यो तपाईँले कहाँको शिक्षा ल्याउनु भयो, कहाँको शिक्षा सुन्नुभयो, कहाँ भनेको छ त्यस्तो भनेर भने। अनि त्यति बेला मैले जति सक्दो उहाँलाई बुझाउने कोसिस गरेँ है, मैले जति पनि जानेको र पाएको आशिषद्वारा चाहिँ उहाँलाई चाहिँ बुझाउने कोसिस गरेँ, तर उहाँले बुझ्नु भएन है। त्यहाँदेखि बिस्तारै रहँदा बस्दा म त्यो सङ्गतिबाट अलग भएँ। अनि 2019 है, 19मा उहाँ वङलीज्यूको हातबाट मैले येशू ख्रिस्टको नाउँमा बत्तिसमा लिएर चाहिँ अहिले म त्यो डिनोमिनेसन वर्ल्डमा चाहिँ कहिले फर्केर पनि गएको छैन, तर उहाँले बोलाउनुहुन्छ है। र आज मलाई एकदमै खुसी लाग्यो। अनि यो ठाउँ मेरो लागि एउटा फर्स्ट टाइम पनि हो, किन भन्दाखेरि हामी सिलगढी जाँदाखेरि चाहिँ यता भएर आउनु पर्दैन, त्यस कारणले गर्दाखेरि यहाँ के अरे फर्स्ट टाइम भनौँ है, हामी सिलगढी जाँदाखेरि उता मिरिक भएर जानुपर्छ जहिले पनि। त्यस कारणले गर्दाखेरि चाहिँ यो बाटो, यो ठाउँ अनि यो मण्डली है एकदमै नयाँ, र आज नयाँ सेवाकै र आज पास्टर बाउबाट पनि नयाँ इन्करेज गकिलो वचनहरू पाइरहेको थिएँ। अनि एकदमै खुसी छु र आशिषित छु, र तपाईँहरूले मेरो लागि, मेरो परिवारको लागि है, अनि मेरो अरू साथीहरू पनि छ जसले सेवाकाई गरिरहेको छ है। अनि तिनीहरूलाई पनि मैले अब यो सत्य भनेर चाहिँ तिनीहरूलाई यो सत्यमा चाहिँ मैले जित्नु पऱ्यो नि त होइन। त्यस कारणले गर्दाखेरि तपाईँहरूलाई म नम्र निवेदन गर्छु कि तपाईँहरू सबैले आफ्नो व्यक्तिगत प्रार्थनामा, आफ्नो घरेलु प्रार्थना डिभोसनको प्रार्थनामा तपाईँहरूले याद गरिदिनुहोस्। हुन्छ, धन्यवाद। यति भन्दै यो सानो म शब्दलाई यतिमै राख्दै अरू रहेको बार फेरि पनि हाम्रो पास्टर बाउलाई म दिनुहोस्।